खाइहाल्छन् रन्जीले चलो फेरि भेडा पाल्न सुरु गरिसके पुरानो व्यवसायतिर फर्किराखेका छन् रानीबासको काँडा पोखरी भन्ने ठाउँमा मैले भिडियो बनाइरहेको थिएँ क्या पुट्ट खानु त अन्य त हैन नि इनले खै पछाइ ल ल ल छिटो हाम्रो पास्टर जीवन भेडासँग फोटो खिचौँ ठिकै छ भने कति सङ्ख्यामा होला नि नि हानेर ठाउँलाई भाँचे देखाएको छु के छोडिदिनु 300 बराबर संख्या भएको 300 कति जति छ भन्ने यिनमा वेट बहुत हुन्छ हेर्नु त आहा काँडाहरू छन् ठुल्ठुला काँडाहरू छन् एउटा कालो यो एउटैले बेलन कहाँ खेल्नु सक्छ 4-5 वटा रहेछन् हेर्नु यता आइदिनु खस लाने एउटा दुइटा कतै यो त बदमास हुन्छ 6-7 वटा रहेछ नि यार धेरै एउटा राम्रो व्यवसाय पुरानो व्यवसायतिर फर्किए फेरि 300 350 350 जति छन् भन्ने छन् हेर्नु त कति राम्रा साँडा छन् 4-5 रहेछ साँडा यो त मुखार तला गएर गएको पाठ मुखार तला हेर्नु भयो पाठा कतै के व्यापार छ धडा छन् इष्टमित्र धाडा छन् धडा हुने खै निकाल्नु नि हेरौँ कस्ता अगाडि बाइक घोडामै पछाडि छन् भन्छ त उनीहरु पछाडि कहाँ त हुने कहाँ त घोडामा लैजानु भयो बगरेपछि घोडामा घोडामा लगिया त हेर्नु पाठा बस्ने मात्र बगौरा बगौरै आउँछौँ त्यसो भए खाने चाहिँ भेडा खाने त छन् कि त यो जस्तो गेट त नाइ बिक्री गर्ने गरिल्याउँ भाइ अब एउटा गर्नु पर्यो स्टेप त यो भएन पैसा नुगाइ लिनु पर्यो तपाईहरु देवीलालको के आफै